सर्वप्रथम त साथीहरू हामी बुल्गेरिया देशको बारेमा बुझ्ने छौं। साथीहरू बुल्गेरिया दक्षिण पूर्व युरोपमा स्थित एउटा सुन्दर देश हो जसलाई नर्मली सबैजना बुल्गेरिया नामले चिन्छन्, तर यसको अफिसियल नेम द रिपब्लिक अफ बुल्गेरिया हो। यो देशको बोर्डर उत्तरमा रोमानिया, पश्चिममा सर्बिया र मेसिडोनिया, दक्षिणमा ग्रीस र टर्की र पूर्वमा कालो सागर अर्थात् ब्ल्याक सी सँग जोडिन्छ। यो देशको क्षेत्रफल 1,10,994 स्क्वायर किलोमिटर छ, जुन नेपालको तुलनामा 1.33 गुणा सानो देश हो र यो देशको जनसङ्ख्या अहिलेको समयमा लगभग 67 लाख रहेको छ। यस देशमा लगभग 62.7% मानिसहरू ईसाई धर्म मान्छन् भने 9.8% मानिसहरू इस्लाम धर्ममा विश्वास गर्छन् र बाँकी मानिसहरू यहुदी सहित अन्य धर्ममा आस्था राख्छन्। यो देशको राजधानी सोफिया हो र साथीहरू बुल्गेरिया जानु पूर्व तपाईहरूले बुल्गेरियन भाषा पनि सिक्नुभयो भने झनै राम्रो कुरा हो, किनभने देशको 85% भन्दा बढी मानिसहरू अफिसियल बुल्गेरियन ल्याङ्ग्वेज बोल्छन्। बुल्गेरियन भाषा बाहेक रसियन, टर्की, रोमानियाको भाषा पनि बुल्गेरियनहरूले बोल्ने गर्छन् र यहाँका मानिसहरू इङ्ग्लिस भाषा पनि बोल्ने गर्छन्। साथीहरू एजुकेसनको मामलामा बुल्गेरिया धेरै नै अगाडि बढिसकेको छ भन्ने कुरा त यो देशको साक्षरता दर हेरेर थाहा हुन्छ, किनभने यो देशको साक्षरता दर 98% भन्दा बढी रहेको छ। र अब कुरा गरौँ के नेपालीहरूको रोजगारका लागि बुल्गेरिया उपयुक्त छ त? अनुकूल हावापानी। साथीहरू बुल्गेरिया देशको लगभग 36% क्षेत्रफल जंगलले ओगटेको छ र 50 भन्दा बढी ठूला साना पार्क र नेचर रिजर्भ एरियाहरू छन्। यही हिसाबले पनि यो देश इको फ्रेन्डली देश हो, जहाँ ताजा हावा र मनमोहक दृश्यहरू प्रशस्त छन्। हावापानीको हिसाबले यो देश नेपालीहरूका लागि उपयुक्त छ, तर मौसम अनुसार तपाईको तयारी र उपयुक्त पोशाक महत्त्वपूर्ण हुन्छ। मानिसहरूको मिलनसार र सहयोगी स्वभाव। यस देशका मानिसहरू मिलनसार स्वभावका हुन्छन्। उनीहरू प्राय अतिथि सत्कारमा विश्वास गर्छन् र बाहिरका मानिसहरूसँग मित्रवत व्यवहार गर्छन्। बुल्गेरियामा काम गर्ने वा बसोबास गर्ने क्रममा यदि तपाईँ स्थानीय संस्कृति र व्यवहारलाई सम्मान गर्नुहुन्छ भने तपाईलाई सहयोग र स्नेहको अनुभव हुने सम्भावना उच्च हुन्छ। कामको अवसरहरू। बुल्गेरियामा विभिन्न उद्योगहरू विशेष गरी निर्माण, कृषि र आईटी क्षेत्रमा राम्रो कामका अवसरहरू छन्। यी क्षेत्रहरूमा नेपाली कामदारहरूको माग रहेको छ। युरोपेली सङ्घको सदस्यता र सेन्जेन क्षेत्रको सदस्य देश। बुल्गेरिया युरोपेली सङ्घको सदस्य देश हो, जसको कारण नेपालबाट काम गर्न जाने व्यक्तिहरूलाई युरोपियन मुलुकमा स्थायित्व प्राप्त गर्न अवसर मिल्दछ र बुल्गेरिया 2024 देखि सेन्जेन क्षेत्रको सदस्य देश भएका कारण यसले भविष्यमा अन्य युरोपेली देशहरूमा जान सजिलो बनाउँछ। कामको शर्त र तलब। बुल्गेरियामा काम गर्नका लागि अपेक्षाकृत राम्रो शर्त र तलब पाइन्छ। यद्यपि तुलनात्मक रूपमा युरोपका अन्य देशहरूमा जति त छैन, तर पनि नेपालीहरूका लागि यो आकर्षक विकल्प हो। जीवनस्तर र भाषा। बुल्गेरियामा जीवनस्तर तुलनात्मक रूपमा सस्तो छ। साथै यद्यपि बुल्गेरियाली भाषा नयाँ हुन सक्छ, तर अङ्ग्रेजीको प्रयोग पनि दिन प्रतिदिन बढ्दो छ, जसले नेपालीहरूलाई काममा सहजता दिन्छ। यी कारणहरूले नेपालीहरूका लागि बुल्गेरियालाई रोजगारीका लागि उपयुक्त स्थान बनाउँछ। च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो अनलाइन ज्ञान नेपाल च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद। जय नेपाल।